अहिले नयाँ आधुनिक प्रकृतिको धाराधारा बनेको छ। सुनधारा त्यही सुनधारामै धारा छ भनौँ न, त्यहाँ नजिकै एउटा धारा छ। त्यो सुनधाराको यसो पालमा केही मुसाहरू बस्दा रहेछ। ती मुसाहरूले त्यो धरहरामा माथि टुप्पामा शिवलिङ्ग राखिएको थियो। के राखिएको थियो? भीमसेन थापाद्वारा निर्मित धरहरा त्यति पुरानो, तर पनि यतिका धेरै भूकम्पहरू झेल्यो, तर पछिल्लो 72 सालको चाहिँ भूकम्पलाई झेल्न सकेन। माथिको शिवलिङ्गमा गएर व्यक्तिहरूले त्यहाँ प्रसाद लड्डुहरू चढाउँथे। त्यो तल बस्ने मुसाहरूलाई पनि त्यहाँको भगवानलाई चढाएका मिठा मिठा प्रसादहरू खाने इच्छा भएछ। हामी सबै माथि गएर सबैले पार्टी गरौँ न आज हुँदैन भनेर सल्लाह गरेछ। उनीहरूको लागि वनभोज जस्तै पनि हो त्यो, एक ठाउँबाट अर्को ठाउँ जाने अनि उहीँ भोजन गर्ने पिकनिक। भागवतमा पनि आउँछ वनभोजको प्रसङ्ग। भगवान श्रीकृष्ण गाईका बाछा बाछीहरू मात्रै चराउने बेलामा साथीहरूसित क्वचित वनासाय वनै असनाय वनमा भोजन गर्ने इच्छाले पकाउन जान्दैन, ढङ्ग छैन। घर घरमा आमाहरूलाई अलग अलग परिकार बनाउन लगाउने, सबैलाई पुग्ने गरी धेरै त पकाउनु परेन। सबैले धेरै चिज बनाउँदाखेरि अलिअलि बनाए भइहाल्छ। थोरै बाँड्न भयो 200 जना साथीहरूले 200 चिज घरबाट बनाउने हो भनेर फरक फरक बनाएर 200 आइटम गजबको वनभोज हुन्छ भनेर घरघरबाट बनाएर गएर वनभोज गर्नु भएको थियो। त्यही दिन घाँसुरको उद्धारको लीला घटित भएको थियो। प्रसङ्गमा हामी पछि चर्चा गरौँला। अहिले पहिले मुसाहरूले धरहरामा माथि मन्दिरमा माथि टुप्पामा गएर मन्दिरको दर्शन गरेर शिवलिङ्गको दर्शन गरेर त्यहाँ गएर भोज गर्ने एउटा सङ्कल्प गरे, योजना बनाए। तलदेखि गुरुत्व मुसाहरू माथि माथि चढ्न लागे। जति जति माथि जान्छौँ गुरुत्व बलको प्रभाव त्यति बढ्दै जान्छ, हिँड्न गाह्रो हुन्छ, उकालो चढ्न गाह्रो हुन थाल्यो भने अब मुटुले 10%, 15%, 20%, 25%, 30% अब ब्लकेज भएर काम गर्न छोड्दैछ भन्ने बुझ्नु पर्यो है। उकालोमा पनि सरसर्ती छाती नदुखिकन अगाडि बढ्यो भने मुटुमा समस्या छैन भनेर बुझ्नुपर्छ। टिएमटी भनेको त्यही नै हो, परीक्षण गरिन्छ। इसिजी इकोकार्डियोग्राफी मुटु रोगका परीक्षणका विविध चरणहरू छन्, अभ्यासहरू हुन्छन्। मुटु रोगबाट बच्ने हो भने दुईटा कुराबाट बच्नु होला। ध्यान दिनु होला, म एउटा गजबको कुरा सूत्र भनिहाल्छु भन्दा भन्दै। एउटा डेयरी प्रोडक्ट, अर्को फ्याक्ट्री प्रोडक्ट। फ्याक्ट्रीबाट प्याकेटमा बन्द भएर आएका चिजहरू एउटा, दोस्रो पशुबाट आएका। पशुबाट आएको भनेको माछा, मासु, अंडा, दूध, दही, घिउ। हजुरहरूले भन्नुभयो दूध, दही, घिउ त वरदान हो, अमृत हो। त्यो चाहिँ शुद्ध लोकल गाईको घिउ हो, शुद्ध लोकल गाईको दुध हो, शुद्ध लोकल गाईको दुधको दही अमृत हो। जर्सीको दुधबाट क्यान्सरसम्म हुन सक्ने खालका रिसर्चहरू छन् वैज्ञानिकहरूका। अहिले आमाहरूको ब्रेस्ट क्यान्सर छ, अरू धेरै छन् घातक तत्त्वहरू। अहिलेको मान्छेको पेटमा समस्या एनिमल प्रोडक्ट पचाउन नसकेको छ। अहिले अध्ययन अनुसार पृथ्वीमा 95% भन्दा धेरै मान्छेहरू डेयरी प्रोडक्ट पचाउन सक्दैन, दुध, दही, घिउ पचाउन नसक्ने खालका छन्। 95% भन्दा धेरै बानी परेको छ, खाएको खाइछन्, तर त्यसले सन्चो गरेको छैन। केही दिन चटक्क दुध, दही, घिउ पनि छोडेर, माछा, मासु, अन्डा चटक्क छोडेर केवल सागपात काँचो चिज बढी खाएर हेर्नुहोस्, एक हप्तामा स्वास्थ्यमा कति धेरै सुधार आउँछ अनि भन्नुभयो। मैले विविध प्रकारले परीक्षण गरेको छु, अध्ययन अनुसन्धान खोजी गरेको छु यस बारेमा। त्यही भएर हजुरहरूलाई मैले स्वास्थ्यको लागि, आफ्नो जीवनलाई निर्मल बनाउनको लागि उपयोगी धेरै रहस्यका कुराहरू यहाँलाई म बताउँदैछु। मुसाहरू माथि जाने सङ्कल्प गरे, माथि माथि बढ्दै गए। जति जति माथि जान्छन् त्यति त्यति भूकम्प के अरे
गुरुत्व बलको प्रभावले जान गाह्रो भयो। धेरै जसलाई त माथिसम्म पुग्न साह्रै कठिन भयो, साह्रै गाह्रो भएपछि 90-100 मुसाहरू गएका थिए। 9 तला झरेर होइन, 5औं-6औं तलासम्म पुग्दासम्म त 60-70 मुसाहरू त फर्किएछन्। म त सक्दिनँ भने अझै पनि साहस गरेर 10-20 मुसाहरू माथि 6औं तलासम्म गए। तीमध्ये पनि फेरि 5-10 घटे। 7औं तलामा पुग्दाखेरि त जम्मा 5-7 मात्रै मुसा भएछ। अब त जम्मा 2 तला माथिल्लो तला पुग्नलाई चाहिँ अब एकचोटि माथिल्लो तलामा पुगेर यसो काठमाडौँ दर्शन गर्ने हेर्ने इच्छा सबैलाई छ, मुसाहरूलाई पनि छ। अब जम्मा 5-7 मुसा मात्रै बचेका छन्। ती पनि 8औं तलामा पुग्दाखेरि त 2 मात्रै रहेछ। अब अन्तिम तलामा पुग्दाखेरि त एउटो मात्रै मुसो पुगेछ। तल झरेका जति माथि पुग्न नसकेका सबै बाँकी मुसा जतिको मिटिङ भयो। होइन, त्यो एउटा चाहिँ कसरी पुग्यो, त्यहाँ किन पुग्यो, के कारणले पुग्यो, कुन शक्तिले पुग्यो भनेर चर्चा गरेछ। निष्कर्ष के निस्किएछ थाहा छ? निष्कर्ष निस्किएछ त्यो गहिरो छ, त्यही भएर पुग्यो। त्यो के छ अरे? सबैले भनेको थिए जान सकिँदैन, फर्क्यौँ जाउँ, भयो जान सकिँदैन, गाह्रो छ भनेर धेरैले भनेका थिए। कसैको कुरा पनि सुनेन छ उसले। त्यो नसुनेको हुनाले माथि पुग्यो। किन सुनेन? किनकि ऊ गहिरो छ। सफलताको शिखरमा पुग्नु छ भने 1 नम्बरमा गहिरो हुनुपर्छ। आफ्नो उद्देश्यभन्दा बाहिरको केही कुरा पनि सुन्न हुँदैन। एकचोटि राधे राधे भन्दै सबैले। दृष्टिविहीन अंगो पनि हुनु पर्यो। आफ्नो लक्ष्य अर्जुन दृष्टि। दुर्योधनलाई सोधियो के देखिरहेका छौ? चरा हेरेका छु। युधिष्ठिरलाई सोधियो के देखिरहेका छौ? टाउको देख्दैछु। भीमलाई सोधियो के देख्दैछौ? मुख देख्दैछु। अर्जुनलाई सोध्नुभयो के देखिएको छ भन्दा आँखा। यो हो अर्जुन दृष्टि। आफ्नो लक्ष्य बाहेक अर्को केही कुरा पनि कतै पनि ध्यान नदिने, यस्तो अन्धो पनि भन्नु पर्यो। महात्मा गान्धीका 3टा बाँदर छन्। कथा सुन्नु आज। महात्मा गान्धी बस्ने कोठाको टेबलमा 3टा बाँदर राखिएका थिए। कसैले सोध्यो यी को हुन् भनेर सोधेको, यी त मेरा 3टा गुरु हुन् भने गान्धीले। किन गुरु हुन् भनेको त एउटाले यस्तो गरेछ, कान ढाकेछ, एउटाले मुख ढाकेछ, एउटाले आँखा ढाकेछ। नचाहिएको कुरा नसुन, नचाहिएको कुरा नबोल, नचाहिएको कुरा नहेर। मलाई यिनीहरूले सिकाउँछन् भद्रम पश्चिम। हामीले आँखाले राम्रो कुरा देखाउँ। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। ताली बजाओ, गाओ।